नमस्कार गाइस। सो अहिले चाहिँ रातिको 10 बज्दै छ र म चाहिँ काम सकेर रुम जाँदैछु। मेरो आजको दिन चाहिँ राम्रो गयो। आज दिन भने जस्तो गाह्रो पनि थिए। सो आज दिन चाहिँ राम्रो पनि गयो र अहिले चाहिँ अब म घर जाँदैछु। मेरो घर जाने बाटो चाहिँ यही हो गाइस। अब बाइक कुदायो गयो है, मजा छ एक किसिम। बाइक कुदाउँदै फलो गर्दै आफ्ना मनका कुराहरू आफैसँग सेयर गर्दै आज दिनभरि के भयो कसो भयो भन्ने आफूमा कुरा गर्दै यो दिनभरि काम गरेको थकाइ चाहिँ अब यतिखेर काम छुट्टी हुन्छ, टक्क बाइक चलाउनु अनि अब फेरि जानु। यति अब जति थकाइ लाग्नु थियो त्यो थकाइ अब काम गरिदिनु मात्रै हो। जब कामदेखि उम्क्यो भनेपछि थकाइ नै हराउँछ कि अब चाहिँ रिल्याक्स पाइयो नि त त्यो हेऱ्यो। सो अब रुममा गएर नयाँ गऱ्यो, भात खायो है, त्यहाँबाट सट्ट सुतो। यस्तै छ जिन्दगी। त्यो राम्रै गयो आज दिन। के भन्नु, दिन जानै पर्छ। यतिखेर चाहिँ अब चट्टै हुन्छ बाटो है। खाली म पनि हजुर मोटर जाँदैछ, ड्राइभर दाइलाई सल माया सल जानुहुँदैमा। यसो बोलो क्यामेरा हालेर माइक हालेर आफू बोल्दै हिँड्नु बाइक कुदाउनलाई यस्तो रङ लाग्छ कि कसम। मलाई चाहिँ यो बाइक कुदाउनलाई यस्तो रङ लाग्छ, त्यस्तो रङ लाग्छ। म हाइवेमा 1-2 घन्टाको बाटो छ भने पनि म मजाले कुदाउन मजा लाग्छ मलाई चाहिँ है। यस्तो मजा लाग्छ कि कसम यसो मुइ गर्दै हान्नलाई। यो त अहिले अलिक अब सहरको बाटो हुँदाखेरि अलिकति आश्चर्य नै कुदाउनु पर्छ। हाइवे आयो भने त आफ्नै दिन त हो होइन। यो सँगै जति आफूले बाइक कुदाउँदा त्यति बाहिरको हावासँग कुरा गर्दै है, अनि त यताउता हेर्दै अगाडि पछाडि हेर्दै मजा लाग्छ। मलाई चाहिँ यो त्यस्तो बहुत मजा लाग्छ। मेरो ड्रिम नै त्यही हो। मेरो ड्रिम चाहिँ राइडर गर्ने हो। तर म के गर्छु, कहिले साथीभाइसँग ब्लग बनाउँछु, कहिले आफन्तसँग, कहिले परिवारसँग, कहिले दिदीबहिनीसँग। तर मेरो मेन ड्रिम भनेको चाहिँ बाइक राइडर गरेर बाइक कुदाउनु हो। मजा लाग्यो।